हेलो एन्ड नमस्ते सबैजनालाई। आज मेरो जन्मदिनको अवसर पाएर मैले भ्लग स्टार्ट गरेको हो। यो चाहिँ मेरो न्यू भ्लग हो। सबैजनाले हेरेर सपोर्ट गरिदिनु होला। आज चाहिँ हामी नानीलाई लिएर नानीको इभेन्टको लागि सपिङ गर्न जाँदैछौँ। अनि हामीहरू सपिङ गर्ने ठाउँमा पनि आइपुग्यौँ। नानीको कपडाहरू नानीलाई नै चोइस गरेर लिनु पर्यो भनेर नानीलाई पनि सँगै लिएर आएको कपडा पसलमा। ऊ अघि लागेर हिँड्दैछिन्, पुरा मस्ती हिँड्दैछिन्। अब यसो गर्दै दोकान पनि आइसक्यौँ हामी। अनि त्यहाँ दाइलाई भने दाइ बडीकनको लागि यसो मलाई कपडा देखाउनुहोस् न भने। अनि त्यहाँनिर भाइले निकालिदिँदै हुनुहुन्छ, यो खालको चाहिँ निकालिदिनु न भनेर भाइले निकालिदिँदै हुनुहुन्छ। अनि यसो हेरेको वाइट कलर पनि भयो। अनि नानीलाई यसो म्याच गराएर अलिक राम्रो हुँदैन कि जस्तो लागेर फेरि अर्कोबाट निकालिदिनु भयो दाइले, बेबी पिङ्कमा। त्यो चाहिँ राम्रो लागेर त्यो लिनुभयो। अनि दाइलाई हामी यस्तो यस्तो डिजाइन बनाउनु पर्यो भनेको दाइले मोबाइल निकालेर डिजाइन हेर्न थाल्नु भयो अनि देखाउँदै हुनुहुन्थ्यो। नानी पनि खुसी भई। अनि त्यस पछाडि त्यहाँनिर यसो कति हो के हो भन्दै हिसाब किताब गर्न थाल्यौँ दाइलाई। अनि यसको लागि क्रेप पनि चाहिन्छ होला, क्रेप पनि निकालिदिनु न दाइ भने। नानीले मलाई ग्लोभ्स पनि चाहियो ममा भन्न थाल्यो। अनि हुन्छ नेटको हुन्छ, त्यहाँनिर छ नेटको हुन्छ न त भने। अनि त्यस पछाडि हामीहरू हिसाब किताब गऱ्यौँ, सामानहरू हिसाब किताब गरेर प्याकिङ गर्न लगाएँ दाइलाई। अनि दाइले हुँदैन अलिकति दाम मिलाउनु न हो दाइ भनेको। हुँदैन मिल्दैन यो भन्दा त कहाँ मिल्छ र मिलाएरै दिएको छु भन्नुभयो। अनि लु अब प्याकिङ गरेर झोलामा हालिदिनु न त भने। अनि मैले चाहिँ क्युआरबाट पे गरेँ। हामीहरू चाहिँ अब सामान लिएर निस्क्यौँ। अब बाट निस्किसके पछाडि अटोमा चढ्यौँ। अनि हामीहरू घरतिर लाग्यौँ, बिर्ता बजारतिर। म चाहिँ मेरो नानीको इभेन्टको लागि ड्रेस स्टिचिङ गर्दैछु। फाइनल्ली नानीको ड्रेस रेडी भयो र नानीले ट्राई गर्दैछिन्। अब हेरौँ उसलाई कस्तो लाग्छ के भन्छन्। यो ड्रेस चाहिँ नानीको इभेन्टको लागि बनाएको हो। नानीको ड्रेसको फुल लुक चाहिँ म नानीको इभेन्टको भिडियो मार्फत देखाउने छु हजुरहरूलाई। This vibe never fades. Palm trees dancing in the hazy sunlight glow. West Coast rhythm, let the good times flow. Cruising, grooving, feel that funky breeze. Talk about singing, setting spirits at ease. From the hills to the shore, ain't no second guessing. Good. Your question is, how do you help needy people? Thank you for your question, ma'am. I help poor and needy people in many ways. I help them by being kind and friendly. I give food those who are hungry. Thank you. Cruising, grooving, feel that funky breeze. Talk about singing, setting spirits at ease. From the hills to the shore. फाइनल्ली अब नानीको इभेन्ट पनि सकिन लागेको छ। हाम्रो नानीको चाहिँ यो पहिलो प्रयास हो। नानीले धेरै मेहनत गर्नुभएको थियो।
अब तर केही हुन सक्नु भएन, केही कुराहरू सिक्नु भयो, त्यसमै खुसी छौँ हामी। अनि यो ड्रेस चाहिँ अर्गनाइजरहरूले दिनुभएको हो। अब यसै गरेर म न्यू ब्लग हजुरहरूको समक्ष ल्याउनेछु। हजुरहरूले हेरेर सहयोग गरिदिनु होला। हस् त, बाई बाई, थ्याङ्क यू।